हेलो एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु फेरि पनि तपाईहरुको सामु न्यू भिडियो लिएर तपाईहरुको सामु प्रस्तुत भएको छु म सबैलाई गुड मर्निङ आजको शुभ बिहानी है आज हाम्रो यात्रा चाहिँ अलि लामै हुन लागेको छ आज हाम्रो यहाँबाट पोखरा अनि पोखराबाट घामरुक जाने भन्ने प्लान भइरहेको छ हेर्दै जाउँ रोड कन्डिसन कस्तो हुन्छ म लगायत अरु पनि हुनुहुन्छ मेरो साथी अनि उसको आफन्त है हामी चाहिँ सँगै जान लागेको भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला है कवि असलिया करो Pertanyaan sikit ada. Cu? Pertanyaan ka? Telepon tu. Semua. Kalau beli lera kalau malah stick nak lera. Stick down पर्छ नि फोटो खिच्न वाला stick होइन के त्यो स्क्यान वाला. हाम्रो राहुल भाइहरु पनि लाङटाङ गरे त्यो वाला लिएर यो तल बस्छ क्या फोटो खिच्नु बेला त्यो भएन माथिसम्म आइने माथिसम्म गर्नलाई त ठुलै छ 360 चाहिन्छ 360 भयो जिल्ला ल हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ हाम्रो टोली यता भिनाजु दिदी हुनुहुन्छ है कहिले अन्टे आज खाना खाजा बस्नी गए युट्युबमा हेर्ने आन्टी र साथीहरु अहिले हामी महाधिवेशन धादिङ पुग्यो बाटो एकदमै खत्तम यस्तो तालले हामी चाँडै पुग्दैन जस्तो लाग्छ है अब यहाँ चाहिँ अलि राम्रै छ रोड हैन पुरै पिचै पिच छ अब हेर्दै जाउँ बाटो कतिको राम्रो नराम्रो अब जाँदै गरेपछि थाहा हुन्छ अहिले हामीले पेट्रोल हालेको छौं है अब पेट्रोल हालिसकेपछि अब हामी एकैचोटी नन जाने छौं अब कहीँ पुगेर अब एकछिन हामी चिया खानलाई रोक्छौं होला है त्यही भेटौँला है साथीहरु ल यहाँ झन्डै तेल सकेको है तेल सकेको थियो बल्ल बल्ल पाए अहिले तेल सर्टेज भएको कारणले हामीले मान्छे त तेलै पाइरहेको छैन है भन्न यहाँ महाधिवेशी धादिङनिर चाहिँ तेल पाएको हुनाले अब हामीले तेल राख्यौं अब पनि नभएको भए चाहिँ धना पनि नभएको यहाँ नि नभएको भए हामीलाई गाह्रो पर्थ्यो ल ल अब एकछिनमा भेटौँला है साथीहरु के भन्नु छ आहा कति मिठो घाम लागेको आहा अहिले हामी एकछिन घाम ताप्दै छौं है एकदमै जाडो भएकोले हामी घाम ताप्दै छौं है लाउन छ छुट्टै टायर आज वो बुढा न लनिया हो ल साथीहरु अहिले हामी मलेखुमा पुग्यौं है धुलै धुलो गाइस बाटो त कुरै नगरौँ खतरा है यत्रो धुलो खाएर आए हामीले हैन ओ स्पिकर
भान्जा बाबु ल हाम्रो नयाँ भ्लगमा भान्जा बाबु हेलो भन्दै न हेलो ल हाम्रो बाबु यहाँ के खोज्दैछ हाम्रो भान्जा बाबुले के खोजिरहेको वाउ पोटेटो मलेकुमा आएर भान्जा बाबुले पोटेटो खान लाग्यो भान्जा बाबु पोटेटो खान्छ अब हामी चाहिँ मलेकुको माछा खान्छौँ होइन धेरै पछि मलेकुमा आइयो है अब मलेकुको माछा कराइम होइन खानुपर्छ अनि माछा खाएर अनि फेरि हामी आफ्नो गन्तव्यतिर लाग्छौँ है साथीहरू ल बाटो त खत्तम हेट यो बाटो चाहिँ बनाउने कहिले हो सरकारले होइन भन्छ बाबु सरकार यो बाटो चाँडै बनाइदिनु पर्यो भनेर ल गाइज अब अहिले हामी मलेखु आइपुग्यौँ अब हामी लमजुङ होटेल ए ल मलेखुको माछा त्यसलाई के माछा भन्छ दाइ प्राउन माछा ल पुरानो स्टाइलको चिलो अहिले अब हामी रेस्ट गर्छौँ है ल एकछिनमा भेटौँला है गाइस माछा मार्नु करेन्टहरू लगाउनु पाउँदैन चाल खेलेर मार्नु प्राउन आउनु बाँकी छ अब हामी मलेखुको माछा कराइम खान्छौँ होइन खाने ए माछा खाने आउनु चियर्स है खाने होइन बाबा कस्तो मलेखुको भाइ भएको क्या यो माछा खाने बित्तिकै है माछा खाने चाहिँ मलेखुमै आउनुपर्छ है ल दिदी एउटा दिने माछा न गएछ अभी यसको यो निकाल्नुपर्छ के यो निकाल्नुपर्छ नि अनि हो र त्यति खाने होइन बाहिरको निकाल्नुपर्छ अहिले खान नजाने हो साथीहरू माछा खाने होइन तिम्रो साथीले खाने अब हामीले मलेखुको माछा खाइसक्यौँ अब हामी मलेखुबाट अब नन स्टप लाग्नेछौँ है अहिले हामी मुगलिङ आइपुग्यो रोडको त कुरै नगरौँ त्यस्तै हो खाल्टाङ खुल्टुङ
हामी मोगलिन किन ओर्ल्यौँ भन्दाखेरि अब हामी खाना खानलाई अब खाना खानु पर्यो है। खाना खाएर अब हामी एकछिन रेस्ट गरेर फेरि जान्छौँ। त्यही हो, एकछिन रेस्ट त गर्नु पर्यो नि होइन। ल गाइस अब हामी मुस्ताङ बाँके थकाली भान्साघर र जोन्सन थकाली भान्साघर रहेछ है। अब हामी त जोन्सन थकाली भान्साघर भन्ने ठाउँ रहेछ। Hello? Oh, दामी ल। यो चाहिँ थकाली बाबा है। जुनसुङमै आएको जस्तो फिल भयो। टिस्यु पेपर? अगाडिको खल्तीमा होला हो त्यस्तो, त्यो खोलिरहेको खल्तीमा हैन? ए साइडमा थकाली भाइब टक्क लाएर चिकन तीनटा चिकन 3टा भेज। अहिले हामी दमौली पुग्यो है। दमौली मैतिर दमौली भन्ने ठाउँ एकदमै प्रख्यात ठाउँ। पोखराको हामी पृथ्वी चोकमा छौँ। अब हामी सिधै जान्छौँ अब लेफ्ट साइडतिर। अहिले हामी खोज्दैछौँ लेफ्ट साइड कता छ। गाडी जस्तै छ है। अहिले पोखराको सिलर चोकमा आइपुगेका छौँ। कता सिधै जाने? लेक साइड अनि आउने बाटो
ल साथीहरू फाइनली पोखरा लेक साइड आइपुग्यौँ हामी। अहिलेको मेरो पछाडि छ लेक, एकदमै रमणीय दृश्य तपाईँहरू हेर्न सक्नुहुन्छ। ल साथीहरू फेवरेट दामी छ है। म अझ माथि गएर देखाउँछु साथीहरूलाई है। Yeah. Wow, what a view. आँखाले नभ्याउने ताल छ है, बवाल। हाम्रो बाइक चाहिँ यहीँ माथि छ, त्यो मेकानिक क्र्यास भइरहेछ है। के छु ग हेलो भन्छ बाबु। हेलो मटका चिया खाने क्या हो? हामी फेवातालको छेउछाउमा राउन्ड हान्दैछौँ। रमाइलो भाइब छ। हामी लेक साइड घुम्दैछौँ है। यता चाहिँ फेवाताल मटका चिया। हामी एकछिन राउन्ड हानेर आउँछौँ। लाइभ म्युजिक भइरहेछ है। वकिङ फेरि साइड साइडमा म्युजिक, हामी वकिङ गर्दै पोखराको भाइब छुट्टै छ, एकदम रमाइलो छ। ल यो हो नि त होइन, पोखराको स्ट्रिट है। पुरै विदेशी जस्तै ल होइन त, विदेशी जस्तै होइन त। ल कहाँ परेपछि टक्क त्यो पुरा स्ट्रिट हो नि क्या, स्ट्रिट फुड क्या है। माछा आएर खतरा खतरा माछा। ल चटपट चटपट खाऊ दिदी, मिठो मिठो होइन। ल अब हामी चटपट खान लाग्छौँ है। चटपट भोलि बिहान नहोस् चटपट। चटपट आयो, हुन्छ हुन्छ ल मलाई नि एउटा गर्नु। अनि सिटका अब छोड सिटका पनका हो गुले रह्यो रमस
पोखराको नाइट भ्यू है पोखरा